हेलो नमस्ते सबैजनालाई। आजको नयाँ भिडियोमा म तपाईहरुलाई सुर्खेत बजार घुमाउने छु। तपाईहरु भिडियोसँग जोडिरहनु होला। तपाईहरु देख्न सक्नुहुन्छ यो सुर्खेत बस पार्कको दृश्य। अहिले म ठ्याक्क सुर्खेत बस पार्कमा छु। यहाँनेर हाम्रो टिकट काउन्टर छ। सुर्खेतलाई पश्चिमहरुको एकदमै विशेष बजारको रूपमा पनि चिनिने गरिन्छ। सुर्खेतबाट पश्चिमतर्फका पहाडी ठाउँहरू हुम्ला, जुम्ला, मुगु, रारा, कालीकोट, जितेगडा, मानमा, दैलेख, अछाम सम्पूर्ण ठाउँमा जाने गाडीहरू यही सुर्खेत बस पार्कदेखि लाग्ने गर्दछ। बस पार्कको दृश्य हेरिसकेपछि अब म तपाईहरुलाई सुर्खेत बजारको भित्री दृश्यहरू देखाउने छु। तपाईहरु भिडियोसँग जोडिरहनुहोस्। अहिले म सुर्खेतको मंगलगढी चोक नजिकै रहेको छु र तपाईहरु देख्न सक्नुहुन्छ सुर्खेतको मेन बजार छिर्ने गल्ली र बस पार्क भित्रपट्टि जाने रोड देख्न सक्नुहुन्छ। र यसका साथै तपाईहरु एयरपोर्टतिर वा काठमाडौँतिर जाने हाइवे पनि देख्न सक्नुहुन्छ। र त्यसपछि तपाईहरु जुम्ला रोड तर्फको दृश्य पनि देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो मेन हाइवे हो वीरेन्द्रनगरको। हाम्रो यो देख्न सक्छौं यो चाहिँ बस पार्क एरियातिर पर्यो भने हैन, सुर्खेत वीरेन्द्रनगर चोक पर्यो भने हाम्रो यताबाट यो चाहिँ यता हुँदै हाम्रो यो चाहिँ हाम्रो जुम्ला रोडतिर पर्यो है। मेन हाइवे जुम्ला रोडतिर पर्यो देख्न सक्नुहुन्छ। यता ब्याङ्क लाइनहरू पनि छन्, ब्याङ्कहरू पनि हाम्रो देखिरहेको छ। अब भने म तपाईहरुलाई सुर्खेतको मुख्य बजार क्षेत्र वा मुख्य व्यापारिक केन्द्र तपाईहरुलाई देखाउने छु। यो चाहिँ हाम्रो वीरेन्द्रनगर सुर्खेतको तल्लो बजार हो। यो चाहिँ देख्न सक्छ हाम्रो तल्लो बजारको दृश्य। तल्लो बजारको गल्ली प्राय शपिङ गर्ने ठाउँ यतै हो है। यता चाहिँ बजार सजार छ टोटली हैन। सामानहरू पाउने तपाईँ किन्न चाहनुहुन्छ भने तपाईहरु कुनै सामानहरू किन्न के गर्न चाहनुहुन्छ भने यतै हो है। मेन ठाउँ चाहिँ भनौँ न सुर्खेतको शपिङ गर्ने ठाउँ भनौँ यो तल्लो बजार भनेको है त। हामीहरू सुर्खेत बजारको मुख्य व्यापारिक केन्द्र वा मुख्य बजार घुम्दै जाँदा 10 मिनेट अगाडि हाम्रो वीरेन्द्र चोक आइपुग्दछ। र हामीहरू देख्न सक्छौं वीरेन्द्र चोकबाट तलतिर एडी चोकतिर जाने बाटो र अगाडितर्फ बस पार्कतर्फ जाने बाटो र बायाँतर्फ अन्य गल्लीहरूका दृश्यहरू मैले तपाईहरुलाई देखाइरहेको छु। तपाईहरु निहारेर भिडियोहरू हेर्न सक्नुहुनेछ। यो चाहिँ हाम्रो सुर्खेतको गोदाममै हो। यो चाहिँ देख्न सक्छौं चाहिँ गोदाममै त्यहाँभन्दा उतापट्टि हटिया लाइन छ है। त्यसपछि अर्को त्यहाँ तलपट्टि चाहिँ बीच बजार लाइन छ हैन। अब भने सुर्खेत बजार वरपर रहेका अन्य दृश्यहरू भिडियोमा ल्याउने प्रयास गरेको छु। तपाईहरु हेर्न सक्नुहुनेछ।
अब भने म जुम्ला रोड तर्फका दृश्यहरू पनि देखाउने छु। अहिले चाहिँ म यो मुलपानी चोकमा छु। तपाईहरु देख्न सक्नुहुन्छ यो सुर्खेतको मुलपानी चोक। यहाँ चाहिँ मुलपानी, यो चाहिँ हाम्रो पश्चिम रोड हो। यहाँबाट हुम्ला, जुम्ला, मुगु लगायतका कर्णालीतिर जान मिल्छ भने यता हुँदै हाम्रो यतापट्टि चाहिँ बसर एरिया जाने बाटो हो। त्यसपछि सुर्खेतको मेन हाइवेको दृश्य तपाईहरुको लागि। आजलाई यस भिडियोमा सुर्खेतका दृश्यहरू यति नै। अर्को भिडियोतर्फ सुर्खेतका सम्पूर्ण दृश्यहरू अटाउने गरी भिडियो बनाउने प्रयास गर्नेछु। हस्त बाई बाई सबैजनालाई। शुभ दिन, शुभरात्रि।